हिँड्दा हिँड्दै अब घरहरू पनि यस्तो बवाल बवाल बनाएर छ है, युरोपियन स्टाइलको घरहरू, ब्यारिकेड हरेक घर बनाउने ठाउँमा यसरी ब्यारिकेडहरू लगाएको हुन्छ क्या, काम गर्नेलाई अब डिस्टर्ब नहोस्, थाहा होस् झुकेर मान्छे खाल्डोमा नपसोस् भनेर होइन। यहाँ घर पनि हेर्नु, यहाँ त घर प्लास्टरै नगर्ने रहेछ क्या, सिधै टक 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 ब्लकले उठायो अनि साइडबाट चाहिँ अब के अब गम हो कि सिमेन्टकै लगाएर ड्याङ ड्याङ यो ठुल्ठुलो ढ्याप्प ढ्याप्प हालिँदो रहेछ। अनि त्यस पछाडि त चिटिक्कै देखिहाल्यो नि, प्लास्टरै गर्नु नपर्ने। म आउँदाखेरि यिनीहरू घर बनेको थिएन, म आउँदाखेरि यो घरहरू अहिले यो खालको घरहरू धमाधम बनिसक्यो। हरेक ठाउँमै टाइलै बिछाएको छ कि, यो टाइल भयो भने तपाईँको मर्मत गर्न एकदम इजी। एउटा फुट्यो टक्क निकालो, फेरि नयाँ हालो, फेरि नयाँ जस्तो हुन्छ। यो भयो रिफ्लेक्टर लाइट, राति बल्छ, अटोमेटिक बल्छ यो, टक्क मान्छेले देख्छ नि त यहाँनिर ब्यारिकेड छ भनेर होइन। अब रोडहरू टेस्ट भइरहेछ, येलो लाइट ब्लिङ्क गरिरहेछ। यहाँ घर बनाउँदाखेरि चाहिँ बिना ब्यारिकेडको घरै बन्दैन, मैले यसो विचार गरेको। यसलाई भन्छ ब्यारिकेड, यो प्लास्टिक हुन्छ। अब यसमा मुनि अब के नहर त होइन होला, नहर त योभन्दा गहिरो हुन्छ सायद, पानीको पाइपहरू होइन, त्यस्तै अब बत्तीको तारहरू, अब टोयलेटको वेस्टहरू पाइपहरू राख्छ होला। घरको सटरिङ वालसँगै उठाइदिन्छ हो, वालसँग सिधै पिलर उठाइदिन्छ। त्यो पिलर बनाएर पछि वाल गर्दैन, सिधै अब पिलरै उठा, वाल सँगसँगै पिलर, डोरी लगाएर। अब यो दुवोमाथि ब्यारिकेड लगाउनु मिल्दैन, के गर्ने भने डोरी टाङ्यो अनि रिबन बान्दियो, ध्वस्तै नि। काम त यहाँ ध्वस्तै हुन्छ नि, ध्वस्तै। काम गर्नेलाई त यसरी सेल्टर बनाएको हुन्छ, सानो सानो क्याम्प। अब काम गर्नेहरूले पानी तिर्खा लाग्छ भनेर पानीको डब्बाहरू राखिदिन्छ ठाउँ ठाउँमा। अब बिरुवाहरू रोप्नलाई, घाँस सास हरियो बनाउनलाई। दुबो त छँदैछ, दुबो त छँदैछ। यस्तै हो। अब बाइक डेलिभरी गर्नेहरू पनि यसरी, बाइक त खतरा खतरा बोकिरहेछ डेलिभरी गर्नलाई। तर यो त सुजुकीको के भन्छ, जिक्सर हो, 155 सीसीको। सबैतिर यसरी अन्डरग्राउन्ड पाइप लिएर आएको छ त, त्यहाँ अब ढल निकाल्नलाई हो कि वेस्ट निकाल्नलाई। यस्तै छ। अब यहाँबाट म टक्क जान्छु, त्यहाँबाट एक चक्कर लगाएर यता आउँछु। यता छ मेरो रुम चाहिँ, यता होइन। यहाँ त फेरि यो पनि मजाले जस्तै हो, कतारी बस्छ के बस्छ होइन, कम्पाउन्ड छ यतापट्टि, त्यही भएर मजारा जस्तै छ कि। साइडमा ठुलो कम्पाउन्ड छ यो। एउटा घरमा 3-4वटा गाडी त हुन्छ। अब यो घरहरू बन्दैछ, नयाँ नयाँ घरहरू बन्दैछ। यो सानो जेसिबी भयो, सबै काम हुन्छ। यो सानो सानो काम गर्नलाई कि त्यसले खनेको होला सायद यो, त्यसको त सानो हुन्छ नि त, त्यो के भन्छ कति 1 फिटको पनि हुँदैन क्या, 1 फिटको हुन्छ क्या अरे, त्यसले खनिदिने सिधै। गाडी त यहाँ के हुन्छ, ल्यान्ड क्रुजर हुन्छ, अब त्यो त डिफेन्डर हो क्या, खत्रै छ त। रेन्ज रोभर हुन्छ,
एमजी जेटोर अगाडिको झन् अर्कै छ गाडी। अन्त जिएमसी भयो, त्यस्तै छ। पार्किङको लागि सेल्टरहरू बनाएको छ पार्किङको लागि। यस्तो डेन्जर दामी सेल्टरहरू बनाएको छ अब पार्क गर्नलाई। अब म हल्का अगाडि पुगेर त्यो कालो घर देखाउँछु तपाईँलाई। कालो घर